हेलो एभ्रिवान, म चाहिँ अहिले कामले गर्दाखेरि अर्कै ठाउँमा बसेको ठाउँदेखि 3-4 घन्टा उता ट्रेनमा 4 घन्टा जति लाग्ने ठाउँमा आएर बसेको थिएँ। यो जर्मनीमा चाहिँ रातितिर भइसकेपछि पनि मजाले यसरी हिँड्न चाहिँ सकिन्छ क्या। माथि मान्छेहरू धेरै कामहरू गरेर आउने पनि राति नै कामहरू गरेर आउँछन् होइन। अहिले चाहिँ बेलुकाको 9-9:30 बजिसकेको थियो, त्यही पनि मान्छेहरूको भिडभाड एकदमै भइरहेको छ क्या। म अहिले बसेको सिटी चाहिँ अलिकति मेरो घरदेखि 4 घन्टा जति टाढा छ। त्यत्रो 4 घन्टाको ट्रेन चढेर मेरो बुढा चाहिँ मलाई भेट्न भनेर आउनु भइरहेको थियो। मैले चाहिँ उहाँलाई भनेको थिइनँ म ट्रेन स्टेसनमा लिन आउँछु भनेर। अनि आउनुभयो, कतै नहेरिकन सुई जानुभयो है। म त कसरी थाहा भयो चाहिँ उहाँलाई बाटो भनेर सोचिरहेको थिएँ। अनि यसो कोट्याएर बोलाउन खोजेँ है, धेरै छिटो हिँड्नु भयो क्या। अनि पछिबाट अनि फेरि कोट्याएर बोलाउन खोजेँ है, हेर्दै नहेरिकन हिँड्नु भयो है। यसो मान्छेले कसैले बोलाइराखेपछि त यसो हेर्नुपर्छ नि है, रातिको समय छ। हुन त सेफ नै हुन्छ जर्मनीमा, त्यस्तो त हुँदैन अहिलेसँग थाहा भए अनुसारले। तैपनि त यसो रातिको समयमा होइन, आफ्नो सराउन्डिङतिर पनि त अलिकति एटेन्सन दिएर त हिँड्नुपर्छ नि त मान्छेहरू भएपछि।